हेलो एन्ड नमस्ते। म लक्ष्य प्रसाद छेत्री, नर्स छेत्री युट्युब च्यानल मार्फत यो भिडियो हेरेर बस्नुभएका सम्पूर्ण आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई नर्स छेत्री युट्युब च्यानलमा हार्दिक स्वागत छ। आजको यो भिडियोमा म तपाईहरूलाई एनुअल फिजिकल एक्जाम अर्थात् वार्षिक शारीरिक परीक्षण भनेको के हो, यसका फाइदाहरू के हुन् भन्ने कुराको छोटो जानकारी लिएर उपस्थित भएको छु। एनुअल फिजिकल एक्जाम भनेको वर्षमा एकचोटि आफ्नो डाक्टर या नर्स प्र्याक्टिसनर्ससँग गरिने भेटलाई एनुअल फिजिकल एक्जाम भनिन्छ। यो एनुअल फिजिकल एक्जाममा तपाईँको उमेर, तपाईँको जेन्डर, तपाईँको रेस, तपाईँको लाइफस्टाइल, स्मोकिङ ह्याबिट, ड्रिङ्किङ ह्याबिट जस्ता लाइफस्टाइलहरूसँग कस्तो किसिमका स्वास्थ्य रिस्कहरू छन् त्यो कुराको एनालाइसिस हुन्छ र हजुरलाई डाक्टरले कस्तो किसिमको परामर्शहरू दिनुहुन्छ। यो परामर्श अनुसार तपाईँले आफ्नो लाइफस्टाइल, आफ्नो रिस्क फ्याक्टर्सहरूलाई मोडिफाएबल रिस्क फ्याक्टर्सहरूलाई चाहिँ मोडिफाई गर्दै जानुभयो भने भविष्यमा तपाईँलाई ठुलो रोग लाग्नबाट वञ्चित गराउँछ। एनुअल फिजिकल एक्जाममा तपाईँले आफ्नो परिवारको हेल्थ हिस्ट्री, आफ्नो पर्सनल हेल्थ हिस्ट्री, तपाईँको लाइफस्टाइल, तपाईँको मेडिसिन हिस्ट्री सम्पूर्ण कुराको जानकारी दिनुपर्ने हुन्छ, जसकारण तपाईँलाई कस्तो किसिमको रिस्कहरू छ, भविष्यमा कस्तो किसिमको रोगहरू लाग्न सक्छ, तपाईँसँग भएका रोगहरूबाट कस्तो किसिमको कम्प्लिकेसन्सहरू आउन सक्छन् भन्ने कुराको एनालाइसिस डाक्टरले गरेर तपाईँलाई उचित परामर्श दिनुहुन्छ। एनुअल फिजिकल एक्जाममा हेड टु टो एसेसमेन्ट पनि हुने भएको कारणले गर्दाखेरि तपाईँसँग भएका समस्याहरू डाक्टरले पहिले नै पत्ता लगाएर यो समस्याहरूको समाधान तपाईँलाई सुझाव गर्नुहुनेछ। साथसाथै तपाईँलाई कस्तो किसिमको भ्याक्सिन्सहरू, कस्तो किसिमको स्क्रिनिङ्सहरूको आवश्यकता पर्छ यो कुराको पनि जानकारी तपाईँले डाक्टरले एनुअल फिजिकल एक्जाम मार्फत दिनुहुनेछ। एनुअल फिजिकल एक्जाम अब तपाईँले गर्नुभएको छैन, म स्वस्थ छु, म हेल्दी छु, म यङ छु भनेर अहिलेसम्म एनुअल फिजिकल एक्जाम गर्नुभएको छैन भने तपाईँलाई भविष्यमा धेरै ठुलो रोगहरूले समस्या आउन सक्छ। त्यही भएर एटलिस्ट वर्षमा एकचोटि आफ्नो एनुअल फिजिकल एक्जाम गराएर ल्याब्सहरू, एक्सरेसहरू, स्क्रिनिङ्सहरू गराएर यो ठुलो रोग लाग्नबाट वञ्चित रहनुहोला। एनुअल फिजिकल एक्जाम चाहिँ किन आवश्यकता छ भन्दाखेरि रोग लाग्नु नदिने नै महत्त्वपूर्ण हुन्छ। त्यही भएर रोग लाग्नु अगाडि नै तपाईँले आफ्नो स्वास्थ्यको बारेमा विशेष ख्याल राखेर आफ्नो वर्षमा एकचोटि डाक्टरसँग परामर्श राखेर रिस्क फ्याक्टर्सहरू एनालाइज गरेर डाक्टरले भनेका कुराहरूलाई राम्रोसँग सुनेर आफ्नो लाइफस्टाइलहरू मोडिफाई गरिरहनु भएको छ र रिस्क फ्याक्टर्सहरूलाई एलिमिनेट गरिरहनु भएको छ भने तपाईँलाई रोग नलाग्न सक्छ। जस्तै कि अब तपाईँको मोटोपन ज्यादा छ अनि तपाईँको कोलेस्ट्रोल पनि अति नै बढेको छ भने तपाईँको परिवारमा हाई ब्लड प्रेसरको समस्या छ भने तपाईँलाई पनि फेरि हाई ब्लड प्रेसरको समस्या हुन सक्छ। त्यो भएर तपाईँले एनुअल फिजिकल एक्जाम गरिरहनु भएको छ भने तपाईँको टोटल कोलेस्ट्रोल लेभलहरू, तपाईँको A1C लेभलहरू चेक गरेर डाक्टरले तपाईँलाई रिस्क फ्याक्टर्सहरू को डिस्कसन गराएर यो रोगहरूबाट बच्न सक्ने उपायहरू सिकाउनुहुन्छ। र एनुअल फिजिकल एक्जाम गर्दाखेरि तपाईँको बेसलाइन एसेसमेन्ट डाक्टरसँग हुने भएको कारणले गर्दाखेरि अर्कोचोटि नेक्स्ट इयर तपाईँले एनुअल फिजिकल एक्जाम त्यही डाक्टरसँग बनाउनु भयो भने तपाईँको लास्ट इयरको एनुअल फिजिकल एक्जामको रिपोर्ट र यो इयरको एनुअल फिजिकल एक्जामको रिपोर्टलाई कम्पेरिजन गरेर तपाईँ कुन डिरेक्सनमा जाँदै हुनुहुन्छ, तपाईँको रिस्क फ्याक्टर्सहरू अझ बढिरहेको छ कि कम भएको छ भन्ने कुराको जानकारी पनि डाक्टरले एनुअल फिजिकल एक्जाममा दिनुहुन्छ। एनुअल फिजिकल एक्जाममा यदि तपाईँहरूलाई हाई ब्लड प्रेसर, हाई ब्लड सुगरको अलरेडी समस्या छ भने तपाईँले एनुअल फिजिकल एक्जामको सहयोगबाट आफ्नो ब्लड प्रेसर र ब्लड सुगरको समस्याहरूलाई कन्ट्रोल गर्न सक्नुहुनेछ र राम्रोसँग कन्ट्रोल गरेर आफ्नो ब्लड प्रेसर, ब्लड सुगरलाई म्यानेज गर्नुभयो भने तपाईँलाई भविष्यमा ब्लड प्रेसर र ब्लड सुगरबाट हुने समस्याहरू जस्तै कि आँखाको समस्याहरू, किडनीको समस्याहरू पनि कम हुन्छ। र यो एनुअल फिजिकल एक्जाममा तपाईँले अब पैसा छैन, इन्सुरेन्स छैन भनेर गर्नुभएको छैन भने यो एनुअल फिजिकल एक्जाम चाहिँ कतिवटा इन्सुरेन्सहरूले फ्री पनि गराइदिन्छ र
यदि पैसा तिर्नुपर्छ भने पनि कमसेकम तपाईँले उपचार गर्नुभन्दा एनुअल फिजिकल एक्जाम गरेको कम खर्चिलो हुने भएको कारणले गर्दाखेरि वर्षमा एकचोटि एनुअल फिजिकल एक्जाम गर्नु अति नै आवश्यकता हुन्छ। ल त अब तपाईँहरूलाई अर्को भिडियोमा छुट्टै जानकारी लिएर उपस्थित हुनेछु। आजको एनुअल फिजिकल एक्जामको बारेमा मैले धेरथोर जानेको कुराहरू तपाईँसँग डिस्कस गरेँ। तपाईँलाई कस्तो लाग्यो कृपया भिडियोमा कमेन्ट पनि गरिदिनु होला है। थ्याङ्क यू।